मेरो फेभरेट प्लेयर मेसी हो अफ कोर्स हो किनकि आई थिङ्क मेसी चाहिँ मेरो लागि एउटा इमोसन हो कि एउटा फिलिङ हो कि मेसी इज जस्ट नट कि उहाँ एउटा खतरा फुटबल खेल्नुहुन्छ मात्रै होइन कि एउटा फिलिङ र इमोसन भन्छ नि मात्रिका मेरो लागि चाहिँ मेसी त्यो हो कि आई थिङ्क त्यति धेरै फुटबल नबुझे पनि मेसीले चाहिँ सबैजनालाई जोडेर राख्न सकेको इमोसन जस्तो लाग्छ लियोनल मेसीलाई चाहिँ म ग्रेटेस्ट अफ अल द टाइम हामी जुन गोट भन्छौँ म चाहिँ जहिले पनि अग्री गर्छु त्यो कुरामा र यो यति ग्रेट छ कि उहाँको पर्सनालिटी उहाँको यस्तो राम्रो फुटबलको कन्ट्रिब्युसन फुटबलमा गरिरहेको उहाँको काम उहाँको अचिभमेन्ट्सले गर्दाखेरि हामीले केही दिन अघि न्युज सुनेको थियो कि अर्जेन्टाइनको एउटा पुरा स्ट्रिटलाई नै मेसीको नाम दिएको छ त्यसमा चाहिँ त्यो वाल्समा गयो भने मेसीको पनि पेन्टिङहरू देख्न सक्छौँ र त्यतिमा मात्रै लिमिट नभइकन चाहिँ मेसीको फ्यान फलोइङ यति ह्युज छ मेसीको इम्प्याक्ट यति ठिटो छ कि स्पेनिस डिक्सनरीमा चाहिँ मेसीको चाहिँ सिनोनिम बनाएको छ जुन वर्ड आएको छ त्यसलाई चाहिँ म राइट गर्छु प्रनाउन्स गर्नलाई चाहिँ इट्स इमेसियोनाटे भनेर चाहिँ यो वर्ड चाहिँ स्पेनिसमा इन्ट्रोड्युस गरिएको छ यो भनेको के हो भन्दाखेरि अमेजिङ फुटबल स्किल जस्ट एक्स्ट्रा अर्डिनेरी फुटबल स्किलले चाहिँ तपाईँले चाहिँ जस्तो पनि गेम स्पोर्ट्स फुटबलमा चाहिँ पर्फर्म गर्न सक्नुहुन्छ